रोकिएन बालेन सरकारको रफ्तार। ओली देउबा र प्रचण्डका थप 500 कार्यकर्तामाथि चल्ने भयो कारबाहीको डण्डा। प्रधानमन्त्री कार्यालयको कडा निर्देशनपछि मचियो खैला बैला। अहिले गाउँका चिया पसलदेखि शहरका क्याफेसम्म, सिंहदरबारदेखि राजनीतिक दलका मुख्यालयहरूसम्म एउटै कुराको चर्चा छ, त्यो हो बालेन सरकारको नरोकिएको रफ्तार र राजनीतिक नियुक्तिका नाममा राज्यको ढुकुटी रित्याउनेहरूमाथि बजारिएको कारबाहीको डण्डा हो। वर्षौंदेखि शक्तिको आडमा नेताको चाकडी गरेर र पार्टीको झण्डा बोकेकै भरमा सरकारी निकायका महँगा कुर्सी ओगटेर बसेका 500 भन्दा बढी हुक्के बैठके कार्यकर्ताहरू अब सडकमा पछारिने पक्का भएको छ। केपी शर्मा ओली, शेरबहादुर देउबा र पुष्पकमल दाहाल प्रचण्डका पालामा विभिन्न मन्त्रालय, बोर्ड र संस्थानहरूमा जागिर खुवाएका ती कार्यकर्ताहरूको सातो पुत्लो उडेको छ। प्रधानमन्त्री कार्यालयबाट जारी भएको एउटा कडा निर्देशनले अहिले मन्त्रालयहरूमा खैला बैला मचिएको छ। सरकारले यसअघि नै एउटा साहसिक कदम चाल्दै अध्यादेश मार्फत 110 वटा निकायका 1534 पदाधिकारीलाई एकै झट्कामा पदमुक्त गरिसकेको छ। ती सबै पदाधिकारीहरू नेपालको प्रचलित ऐनको छिद्र प्रयोग गरेर तत्कालीन सरकारले आफ्ना मान्छे भर्ती गरेका पात्रहरू थिए। उनीहरूलाई पदमुक्त गरिएको पत्र थमाएर घर पठाइसकिएको छ। तर खेल यतिमै मात्र सकिएको छैन, अझै पनि धेरै त्यस्ता सेटिङका नियुक्तिहरू बाँकी नै छन् जसले राज्यलाई दोहन गरिरहेका छन्। प्रधानमन्त्री कार्यालयका प्रवक्ता एवं सहसचिव हेमराज अरियालका अनुसार राजनीतिक नियुक्ति लिएका तर अझै पदमुक्त नभएकाहरूको हकमा अब कडा एक्सन सुरु भएको छ। प्रधानमन्त्री कार्यालयमा भएको उच्चस्तरीय छलफलपछि सबै मन्त्रालयहरूलाई मङ्गलबार नै एउटा निर्देशन जारी गरिएको छ। त्यो निर्देशनमा भनिएको छ कुन कुन मन्त्रालय अन्तर्गत अझै पदमुक्त गर्न बाँकी रहेका निकाय र पदाधिकारी छन् तिनको सूचीसहितको सिफारिस तुरुन्त बुझाउन। यसको अर्थ सफा छ, अब कोही पनि राजनीतिक आडमा सरकारी कुर्सी ओगटेर बस्न पाउने छैनन्। स्वास्थ्य मन्त्रालयले त यस्तो सूची बुझाएर कार्यान्वयनको प्रक्रिया समेत अघि बढाइसकेको छ। अरू मन्त्रालयहरू पनि अहिले धमाधम फाइल पल्टाउँदैछन्। सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गतको चलचित्र विकास बोर्डको उदाहरण हेरौँ। बोर्डका पदाधिकारीहरू चलचित्र नियमावली 2057 अनुसार नियुक्त भएका थिए। अध्यादेश आउँदा पनि बोर्डका अध्यक्ष दिनेश राज दाहाल अर्थात् दिनेश डीसी अझै कुर्सीमा टिकिरहेका थिए। उनी तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा 2081 भदौमा नियुक्त भएका हुन्। उनीसँगै सदस्यहरू सन्तोष बाबु लहनी, वीरेन्द्र प्रसाद भट्ट र गणेश प्रसाद सुवेदी पनि पदमै थिए। तर अब उनीहरूको दिन पनि गन्ती सुरु भएको छ। सञ्चार मन्त्रालयका प्रवक्ता उदय बहादुर राणाका अनुसार उनीहरूलाई पदमुक्त गर्ने प्रक्रिया अघि बढिसकेको छ। कानुन मन्त्रालयमा सैद्धान्तिक सहमतिका लागि प्रस्ताव पठाइसकिएको छ र छिट्टै मन्त्री परिषदको निर्णयबाट उनीहरू बिदा हुनेछन्। यस्तै हालत पर्यटन मन्त्रालयको पनि छ। प्रवक्ता जय नारायण आचार्यका अनुसार पर्यटन मन्त्रालय मातहतका 7 वटा निकायमा मात्रै गठन आदेश र नियमावलीका आधारमा राजनीतिक नियुक्ति लिएकाहरूको संख्या 70 भन्दा बढी छ। उनीहरू सबैलाई हटाउनका लागि कानुन तर्जुमा सहमतिका लागि कानुन मन्त्रालय पठाइएको छ। अब यहाँ प्रश्न उठ्छ, यो किन भइरहेको छ? जनताले तिरेको करबाट महिनाको लाखौं तलब बुझ्ने, सरकारी गाडीमा सरर हिँड्ने तर कामको नाममा आफ्नो पार्टीको सेवा गर्ने परिपाटीले देश जर्जर बनेको छ। बालेन सरकारको यो रफ्तारले एउटै सन्देश दिएको छ, क्षमता नभएका र केवल नेताको आशीर्वादले पद पाएकाहरूका लागि अब सरकारी कार्यालयमा ठाउँ छैन। प्रधानमन्त्री कार्यालयको ठहर छ कि अझै पनि 500 भन्दा बढी यस्ता पात्रहरू छन् जो पदमुक्त हुन बाँकी छन्। ओली देउबा र प्रचण्डका कार्यकर्ताहरूले विभिन्न बोर्ड समिति, प्रतिष्ठान र विकास समितिहरूलाई आफ्नो भर्ती केन्द्र बनाएका थिए। कतिपय ठाउँमा त योग्यता नै नपुगेका मान्छेहरूलाई पनि विशेष नियमावली बनाएर घुसाइएको थियो। तर अहिलेको सरकारले ती सबै खाडलहरू पूर्ण सुरु गरेको छ। मन्त्रालयहरू अहिले धमाधम ती व्यक्तिहरूको नाम सङ्कलन गर्दैछन्। यो कारबाहीको डण्डाले केवल मान्छे मात्र हटाउने छैन, यसले नेपालको प्रशासनिक क्षेत्रमा एउटा ठूलो शुद्धिकरण ल्याउने अपेक्षा गरिएको छ। आफ्नो मान्छे भन्दा पनि राम्रो मान्छे र योग्य मान्छेले अवसर पाउनुपर्छ भन्ने जनचाहनालाई यसले सम्बोधन गर्न खोजेको देखिन्छ। प्रधानमन्त्री कार्यालयको यो कडा निर्देशनपछि मन्त्रालयका कर्मचारीहरूमा पनि एक प्रकारको उत्साह र केहीमा डर पैदा गरिदिएको छ।